नमस्ते। आजको यो डिजिटल जमानामा मान्छेको पहिचान उसको अनुहारमा होइन, उसको फोनको रिजोल्युसनमा खोजिन्छ। जहाँ मनको खुसी भन्दा इन्स्टाको लाइक र भ्युज ठूलो हुन्छ। आजको यो कथा पनि यस्तै एक भड्किलो संसारमा हराएका केही पात्रहरूको हो, जहाँ एकातिर आइफोन प्रो मैक्स बोक्ने रहन्छ त अर्कोतिर घरको टाइट कन्डिसन लुकाउनु पर्ने बाध्यता छ। विवेक र उसका साथीहरू बीचको यो कुराकानी सुन्दा लाग्छ। सम्बन्ध र सत्य भन्दा पनि महँगो त अचेल एउटा सेल्फी भएको छ। हेरौ यो भाइरल हुने होडबाजीमा विवेकले आफ्नो साँचो वास्तविकतालाई कसरी फिल्टर गर्छ त। ओहो, आज त कस्तो बोरिङ डे। एउटा टिकटक बनाऊँ न त। कुन गीतमा बनाउने? डोको पुण्यमा बनाऊँ न, अहिलेको भाइरल गीत हो। ल डोको बुन्ने निकालो छोयाले, जाने खायो त्यो तिम्रो मायाले। डोको बुन्ने निकालो छोयाले। यो केटाहरू त कति गेम खेलेको हो। गरी त हामीसँग टिकटक बनाउन आऊ न। आऊ टिकटक बनाउनु पर्छ। उता जा यहाँ। लास्ट गेम त पनि मोबाइल ल्याक खाएर मरे थुक्क। यिनीहरू त बेउरा देखाइहाल्छन् हौ। ल हामीहरू आयौँ। धुरन्धर फिल्मको म्युजिक लगा त ल। सबैजना रेडी हो नि? सबैजना रेडी भएर बस ल। रेडी 1 2 3 गो। عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة يا اخي دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة عندي لك आजले टिकटकबाट कति बनाउनु के। आज त फोटो खिच्दिउँ न। त्यसो भए विवेकको फोन माग न त। विवेक, तिम्रो फोन देऊ त एकचोटि, फोटो खिच्नु पर्यो। मेरो फोन लौ न त। सिरियसली विवेक, अघि तिम्रो फोनबाट खिचेको ग्रुप सेल्फी हेर त। मेरो अनुहार त कस्तो कुच्चेको जस्तो देखिरहेछ, ठ्याक्कै भुज जस्तो। मेरो त इन्स्टा फिड नै बर्बाद भयो यार। झन् इन्स्टामा कस्तो खतरा पोस्ट हाल्नु ल भनेको थिएँ। थोप्रा पनि राम्रो हुनुपर्छ नि त हो, राम्रो फोटो आउन त। मेरो अनुहार त राम्रै हो, तिम्रो फोन चाहिँ अलिक चेन्ज गर्नुपर्ने बेला भएछ। ओहो, तिमीहरू पनि कति जज गर्छौ के। मोबाइलले सब थोक होइन नि। विवेकलाई कति रोस्ट गरेको छ। स्नेहा त भ्रममा नपर्छ। आजकल टिकटकमा भाइरल हुन क्वालिटी पो चाहिन्छ नि। बजारमा नयाँ आइफोन प्रो मैक्स आएको छ अरे, जम्मा 1,50,000 त हो नि। यो भयो भने हाम्रो कन्टेन्ट जहिले भाइरल हो, नभए त हामी जहिले फ्लप हो नि। सोच त विवेक, नयाँ फोन भएपछि स्लो मोसन भिडियो कस्तो भाइरल हुन्छ। तिम्रो क्रसले पनि लाइक ठोक्छिन् होला नि। हो नि, पुन्टुले पनि कुरा चाहिँ सही गर्छ क्या। मलाई पनि थाहा छ यार, यो फोन डेढ भइसक्यो। तर मेरो बुबालाई पैसा माग्दा जहिले खेती बिग्रियो, असिनाले बाली खायो भन्नुहुन्छ। घरको कन्डिसन अलिक टाइट छ के। क्लासिक बहाना यार, सबैको उहाँको एउटै त डायलग हो नि। हाम्रो पालामा त झन् बिहानै उठेर घाँस दाउरा गरेर 5वटा खोला तरेर 5 किलोमिटर हिँडेर, त्यति मात्र कहाँ हो र। अझै 4वटा डाँडा काटेर बल्ल कलेज जान्थ्यो भन्न थाल्नु होला नि फेरि। तर डोन्ट वरी गाइज, यो पालिमा कडा मास्टर प्लान लगाएर पैसा माग्छु नि। कलेजको प्रोजेक्टको नाम दिन्छु अनि बुबाले इमोसनली नाइ भन्नै सक्नु हुँदैन नि। गुड विवेक, त्यो पो स्मार्ट मुभ त। न्यू फोन न्यू मी भन्दै क्याप्सन राख्नुपर्छ, बब्बाल हुन्छ। हो नि यार, त्यसपछि त विवेक पनि हाम्रो लेभलको हुन्छ नि। वेलकम टु आवर ग्याङ विवेक। दृश्य 1। एउटा सानो गाउँ जहाँ सपनाहरू ठूला छन् तर गोजी सधैँ रिक्तो हुन्छ। यो कथा एउटा पुराना र रङ्ग उडेको कोटको मात्र होइन, बरु त्यो कोटभित्र लुकेको एउटा बाबुको त्याग र आमाको अगाध ममताको हो। छोरालाई इन्जिनियर बनाउने ठूलो धोको बोकेका यी दम्पति आज आफ्नै स्वास्थ्य र अभावसँग जुझिरहेका छन्। ए प्रभु, सधैँभरि मैले नै काम गरिराख्नु पर्ने। बिरामी हुँदा आराम पनि छैन। छोराछोरी ठुलो भएर कहिले सुख दिने हुन्। के भूत भुताउँदै बसिरहेछ यो विवेक आमा। उफ, गलेर भुतुक्के भएको बेलामा खै विवेक आमा पानी ल्याउ त खाम।
त्यही छ त खानु न सबै काम मैले नै गर्नुपर्ने नझर्क नझर्क के तिमीलाई सन्चो छैन है क्या आज कहिले चाहिँ सन्चो भएर बस्न पाएको छु र ए बुढा आज त साह्रै छाती दुख्यो अलि सहरतिर गएर जचाउन पाए हुन्थ्यो कि ए विवेकमा अलिकति त सहन हौ विवेकको फोन आएको थियो उसको कलेजको प्रोजेक्टको लागि 1,50,000 चाहिएको छ रे हाम्रो छोरो ठुलो इन्जिनियर बन्ने सपना देख्दैछ हामीले नपठाएर कसले पठाउँछ त मेरो यो पुरानो कोटले अझै एउटा हिउँदो धानिहाल्छ नि तिम्रो औषधि म अर्को महिना ल्याउला नि हुन र तपाईँले सधैँ अर्को महिना भन्नुहुन्छ यो चिज अब मेरो फोक्सोसम्म पुगिसक्यो तपाईँको त कोट पनि त पातुलो भइसक्यो कुइनामा पल परेको छ काममा जाँदा चिसोले झन् सताउला मेरो चिन्ता नगर न मेरो सलेल ढुङ्गा जस्तै छ मलाई केही हुन्न हिँड डाक्टर कहाँ जाउँ जचाउने पैसा त जसो तसो पुग्ला तर औषधिको लागि भने नरुवा विवेक आमा नरुवा तिमीले गर्दा मेरो पनि आँखामा आँसु आउँछ नरुवा न यसरी हरिप्रसाद ओ हरिप्रसाद कता छौ बाहिर निस्क त कति जेल कानमा तेल हालेर बस्छु मेरो ब्याज कहिले तिर्छु सधैँ भाका मात्र सार्छौ पैसाको नाम निशानै छैन त साउजीको जस्तै आवाज छ त के भएछ आज एकैछिन म हेरेर आउँछु विवेकामा साउजी नमस्कार साउजी आउनुहोस् न यता बस्नुहोस् मुडामा बसेर कुरा गरौँ के कति थियो बस्न आएको होइन म पैसा लिन आएको हुँ आज त क्युआर कि पार हुनुपर्छ साउजी यो पालि असिनाले सबै बाली खायो खेतमा एउटा गेडा बाँकी छैन अलिकति समय दिनुहोस् म जसरी भए पनि जोरजाम गरौँला बाली खायो रे बालीले मेरो पेट भरिन्छ र तिम्रो छोरो सहरमा ठुलो इन्जिनियर बन्दैछ अरे उसलाई पठाउनुहुन्छ मेरो ब्याज तिर्नुहुन्न त्यो कोट हेर त कति ठाउँ टालेको छौ तिम्रो हालत त यस्तो छ पैसा कहाँबाट तिर्छौ साउजी यो कोट फाटे पनि मेरो इमान्दारी त फाटेको छैन छोरो इन्जिनियर भयो भने मेरो मात्र होइन यो गाउँकै इज्जत बढ्छ नि उसको प्रोजेक्टको लागि 1,50,000 पठाउनै पर्ने थियो आमाको औषधिसम्म थाती राखेर छोरोको भविष्य जोगाउनु खोज्दैछु हेर मलाई तिम्रो पारिवारिक कथा सुनाएर भावुक नबनाऊ मलाई मेरो साउरा ब्याज चाहिन्छ नत्र भोलि तिम्रो त्यो बाजु खेत मेरो नाममा हुनुपर्छ बुझ्यौ साउजी त्यही खेत नै त मेरो बाँच्ने आधार हो बरु मेरो यो ज्यान लैजानुस् यो पुरानो कोट लैजानुस् तर त्यो खेत नखिच्नुहोस् साउजी छोरो फर्केर आएपछि तपाईँको एक पैसा चुक्ता गर्नेछु हेर मलाई तिम्रो फाटेको कोट र थोत्रो ज्यानले के गर्नु मलाई पैसा चाहिन्छ आउँदो औँसीसम्म पैसा तयार भएन भने अनर्थ हुनेछ याद राख बुढा साउजीले के भने चिच्याउँदै हुनुहुन्थ्यो त केही होइन त्यस्तो उसले त छोरा कहिले इन्जिनियर बन्छ भनेर सोध्दै थियो केही होइन त्यस्तो बरु हिँड डाक्टर कहाँ जाउँ जचाउनु पर्छ तिमीलाई दृश्य 2 अस्पतालको एउटा चिसो कोठा एकातिर श्रीमतीको बिग्रन्दो स्वास्थ्य अर्कोतिर छोराको सुनौलो भविष्यका लागि जम्मा गरेको 1,50,000 खल्तीको त्यो पैसाले श्रीमतीको औषधि किनु के छोराको सपना डाक्टरको गम्भीर कुराले बाबुलाई धर्म सङ्कटमा पारेको छ तर एउटा बाबुको मन नहो आफ्नै आङ नाङ्गै राखेर सन्तानको भविष्य ढाक्न कोख्ने कति टाढा छ हौ हस्पिटल आइपुगेन बुढा ढाड दुखिसक्यो आफ्नो हिँड्दा हिँड्दा नमस्ते डाक्टर साहब नमस्कार बुवा तपाईँ कहाँ भुइँमा बस्नुभएको माथि बस्नुहोस् न ए हुन्छ डाक्टर साहब विवेकको आमा खोकेको 1 हप्ता भइसक्यो निको हुने नामो निशान छैन के भएको होला एकचोटि हेरिदिनुहोस् न चेक त म गरिदिन्छु बुवा हेर्नुहोस् आमालाई पहिलेको दबाई चाहिँ खुवाउनु भएन डाक्टर साहब अलिक खर्चको समस्या थियो त्यतिखेर डाक्टर साहब म भित्र आउन सक्छु आउनुहोस् डाक्टर साहब आमाको रिपोर्ट
हेर्नुहोस् बुवा, आमाको रिपोर्ट हेर्दाखेरि उहाँको अवस्था अलिक गम्भीर छ। उहाँको छातीमा नि धेरै कफ जमेको रहेछ। उहाँको प्रेसर पनि अलि धेरै नै लो रहेछ। आमा, मैले तपाईँलाई अघिल्लो पटक लेखिदिएको औषधि खानु भएन? डाक्टर साहब, अलिक खर्चको समस्या थियो र छोरालाई कलेजमा पैसा पनि पठाउनु पर्ने थियो। हेर्नुहोस्, छोराको भविष्य त बनाउनुहोस्, तर आमाको स्वास्थ्यलाई दाउमा राखेर होइन। यो चिसोमा यो पुरानो कोटले तपाईँलाई पनि बचाउँदैन र उहाँलाई पनि। यदि आजबाट औषधि सुरु नगर्ने हो भने उहाँलाई अस्पतालमा भर्ना गराउनुपर्छ, जसले तपाईँको छोराको 1 वर्षको भन्दा बढी फी खर्च गराउँछ। डाक्टर साहब, उहाँलाई गाली नगर्नुहोस्। उहाँलाई त आफ्नो फाटेको कोट भन्दा छोराको इन्जिनियरिङको नक्सा प्यारो छ। म त अदुवा पानी खाएर पनि बाँचौला। डाक्टर साहब, औषधि लेखिदिनुहोस्। बरु म यो नयाँ वर्ष कोट किन्दिनँ। छोरो इन्जिनियर बनेपछि त मलाई सुनको कोट नै किनिदेला नि, होइन त विवेक आमा? मलाई सुनको कोट चाहिएको छैन बुढा। मलाई त केवल तपाईँको यो पुरानो कोटभित्रको न्यानो साथ चाहिएको छ। दृश्य 3 कलेजो कक्षा कोठा एकातिर नैतिकता र इमान्दारिताको पाठ पढाइँदैछ, अर्कोतिर आधुनिकताको नशामा झुमेका युवा मनहरू छन्। कलेजो एउटा कोठा जहाँ शिक्षकले पसिनाको मूल्य बुझाउन खोज्दै हुनुहुन्छ, तर विद्यार्थीहरूका लागि भने लाइक्स, फलोअर्स र गेम नै जीवनको ठूलो उपलब्धि बनेको छ। विवेक जो शान्त छ, सायद उसको मनमा डरको अभाव र साथीहरूको तडक भडक बीच एउटा ठूलो युद्ध चलिरहेको छ। ओ दिप्सु, कति पढेको हौ? पढाएको जस्तो। पहिले विवेक पनि पढेको गर्थ्यो, अहिले हामी जस्तै भइसक्यो। तिमी पनि पढेर केही काम छैन। बरु टिकटक बनाऊ न, उठी चिनो भन्ने भन। ल टिकटक पटक बरु। केटा हो, गेममा अपडेट आएछ नि, आउन खेल्दिउँ एक गेम फेरि। खेल्दिउँ न त, खेल्दिउँ। यो विवेकलाई नै थाहा हुन्छ सबै गेमको अपडेट। अहिले पढ्न नि छोडिहाल। किताबको कुरा नगर्न, आइज छिटो गेममा चाहिँ। गुड मर्निङ स्टुडेन्ट्स। गुड मर्निङ। यो औठी चिनो बनाएको भिडियो त कस्तो राम्रो हुन्छ अन्त नि इफेक्ट पनि कस्तो राम्रो हालेछ। अब हामी जहिले भाइरल भिडियोमा मात्र भनौँ न। है कस्तो राम्रो देखिएको छ हेर त। तिमीहरूलाई क्लासमा टिचर आएको गएको केही वास्ता नै छैन है। तिमीहरू अब सानो क्लासमा छैनौ नि, तिमीहरू त अब इन्जिनियरिङ लेभलमा छौ। यो त सानो होइन नि। कोही टिकटक बनाइरहेको छ, कोही गेम खेलिरहेको छ। क्लासमा बस्ने तरिका यही हो। तिमीहरूको बुबा आमाले तिमीहरूलाई यहाँ टिकटक बनाउन पठाएको हो कि इन्जिनियर बन्न पठाएको? सरी म्याम। ल भइगयो, आजको लागि छोडिदिन्छु। भोलि पनि यस्तै गल्ती दोहोऱ्यायो भने चाहिँ अफिस नै लगिदिन्छु नि फेरि तिमीहरू सबैजनालाई। चिल म्याम। चिल रे? उठ्नुहोस् त तपाईँ विवेक। तपाईँमा अलिकति म्यानर्स भन्ने चिज छैन। तपाईँको बाबा आमा के गर्नुहुन्छ? उहाँको नम्बर छोड्नुहोस् त मलाई। कुल म्याम, भइहाल्छ नि, नम्बर त दिइहाल्छु नि म। म्यानरलेस स्टुडेन्ट। ल विद्यार्थीहरू, एउटा असल इन्जिनियर बन्नका लागि केवल किताबी ज्ञान मात्र भएर पुग्दैन। हृदयमा इमान्दारिता र आफ्नो जगप्रतिको सम्मान हुनुपर्छ। बुझ्यौ नि सबैजनाले? म्याम, तर इमान्दारीले मात्र आइफोन आउँदैन नि। आजकल त लाइक र फलोवर्स पो चाहिन्छ नि। इन्जिनियर भनेको स्मार्ट वर्क होइन र म्याम? तिमी आर्यन होइन? तिमीलाई त म आजकल टिकटकमा धेरै एक्टिभ देख्छु। तिम्रो स्मार्ट वर्क केवल टिकटकको फिल्टरमा मात्र सीमित नहोस्। अनि विवेक, तिम्रो प्रोजेक्टको काम कहाँसम्म पुग्यो? अस्ति त पुरै 1,50,000 को बजेट मागिरहेका थियौ। फेरि कलेजमा त्यस्तो प्रोजेक्ट पनि केही आएको छैन। के का लागि हो त्यो पैसा? ओहो म्याम, विवेक त अब नेक्स्ट लेभलको प्रोजेक्ट गर्दैछ। हिजो मात्र उसले बजेटका लागि मास्टर प्लान लगाएको छ। अब हेर्नुहोस् न, उसको भाइब नै चेन्ज हुन्छ। मास्टर प्लान रे? कस्तो मास्टर प्लान? कतै तिमीहरूले घरमा ठगी गरेर पैसा माग्न आँटेका त छैनौ नि? होइन म्याम, त्यो त घरबाट पैसा मगाउने जुक्ति मात्र हो, प्रोजेक्टकै लागि हो नि। अनि विवेक, एउटा कुरा याद राख, तिम्रो बुबाले पसिना बगाएर पठाएको पैसाको मूल नि तिम्रो यो महँगो ग्याजेट भन्दा धेरै माथि छ। बुझ्यौ नि? कति तिम्रो प्रोजेक्ट केवल देखावटी त होइन नि। म्याम, विवेकको बुवा त बिजनेसम्यान हुन्छ अरे। अस्ति भर्खर विवेकले भन्दै थियो उसको बाबाले सोरुमबाट नयाँ BMW किन्नुभएको थियो अरे। ऊ त धनी बाउको एक्लो छोरो पो अरे। ओहो, यो विवेक त धनी बाउको एक्लो छोरो रहेछ र पो यसरी मात्तिएको रहेछ। तर विवेक, एउटा कुरा याद राख्नु, शिक्षालाई धनले किन्न सकिँदैन। बुझिराख। म्याम त कस्तो सेन्टिमेन्टल हुनुभयो यार। हामी त यहाँ कुल कुरा गर्दै थियौँ नि, म्यामले त पुरै इमोसनल ड्यामेज गरिदिनु भयो। बेल पनि लागिसकेछ। तिमीहरूको यो आजको नाटकले गरेर पढाउनु पनि पाइएन। भोलि पनि यस्तै करतुत देखायो भने चाहिँ तिमीहरू सबैको फोन खोसेर अफिस पुऱ्याइदिन्छु, याद राख्नु। म्याम त हिटलर
पर्ने रहेछ यार, दिमागै खराब गरिदियो। जाम क्याफेतिर भोक पनि लागिसक्यो। लु जाम जाम। ल सबैजना निस्कै जाउँ। वेटर खोइ मिल्ने दिनु त। यहाँ छ तपाईँहरूको मेन्यु, ल्याउनुहोस्। तिमी के खाने? पिज्जा। तिमी? पिज्जै खाने म पनि पिज्जै खान्छु। तिमी के खाने? म पिज्जै खाने। तिमी? म तातो कुकुर खान्छु। के हो तातो कुकुर भनेको? हट डग्स केटीहरूको गाडी डट फर। ल हामी तिनजनालाई पिज्जा, उसलाई तातो कुकुर ल्याइदिनु अरे। तातो कुकुर, तपाईँहरूको पिज्जा, मोमो, थ्याङ्क यू। तपाईँहरूको बित्ने पछि आउँछ ल। हस् हुन्छ। दृश्य 4 शहरको एउटा सडक जहाँ एउटा बाबु आफ्नो च्यातिएको कोट र मैलो झोला बोकेर छोरालाई भेट्न आइपुग्छन्। उनीले आफ्नो र श्रीमतीको उपचारका लागि साँचेको पैसा र गाउँमा ऋण काढेर ल्याएको रकम छोराको प्रगतिका लागि सुम्पिन खोज्छन्। तर साथीहरूको अगाडि आउटडेटेड देखिने डरले विवेकले आफ्नै बुबालाई एउटा काम गर्ने मान्छेको संज्ञा दिन्छ र अपमानित गर्छ। बुबाको हृदय भक्कानिन्छ, तर पनि उनी छोराको इज्जत जोगाउन मौन बस्छन् र रित्तो हात फर्किन्छन्। ठुलो सहर छ, मेरो छोरालाई कहाँ खोज्नु होला, के गर्दै होला यतिखेर, खाना खाए कि खाएन, पढ्दैछ कि छैन। त्यो विवेक जस्तो दिन्छ त मेरो छोरा। विवेकै हो, के हो त्यो? विवेक, ए बाबु विवेक, हेर त म आएँ त। विवेक को हो त्यस्तो पाखे जस्तो मान्छे? ओइ विवेक, यो को हो? तेरो घरमा रासन पुर्याउने मान्छे हो क्या हो? कस्तो माग्ने टाइपको लुगा यार। लुगा त हेर न कस्तो कवाडी जस्तो। विवेक, यस्तो मान्छेहरूसँग तिम्रो के साइनो छ र? यो त हाम्रो गाउँको एउटा काम गर्ने मजदुर हो नि। कहाँबाट आएछ यो यहाँ? गाइस म चाहिँ लास्टै च्याप हो यार, म चाहिँ 5 मिनट गरेर आउँछु ल। बुवा, ए बुवा, त्यहाँ पर्खिनुहोस् त। बाबु विवेक, किन आएको यहाँ? मेरो कलेजको साथीहरू गाडी बेजस गर्न आएको। पैसा दिनु छ भने दिनु, अनि खुर्क जानुस्। माफ गर छोरा, तिम्रो इज्जत फाल्न खोजेको होइन। तिमीले आफ्नो खोजेको लागि पैसा चाहियो भन्दै थियो। यो पैसा लौ, तिम्रो पढाइ नबिग्रियोस्। तिम्रो आमाले घरबाट घिउ पठाइदिएकी थिइन्, खानु है त छोरा। म गएँ। भयो, धेरै कुरा नगर्नुहोस्, अब जानुस् यहाँबाट। मेरो साथीहरूले के सोध्छन्। हुन्छ छोरा, म गएँ। बाबु विवेक, यो पैसा साउजीसँग ऋण काटेर ल्याएको हुँ। मैले तिम्रो आमाको उपचार अलिक पछि गरौँला, पहिले तिम्रो पढाइ पुरा गर। अनि बाबु, तिमीलाई लाज लाग्छ भने म अब तिम्रो कलेज कहिले आउँदिन। टाढेबाट तिम्रो प्रगति हेरेर खुसी हुनेछु। तिम्रो अभागी बुबा। मलाई माफ गरिदिनु बुवा, मैले तपाईँको माया बुझ्न सकिनँ। विवेक कहाँ गएछ? 5 मिनट जान्छु भनेको 10 मिनटै लगाए त हौ। कहाँ गएछ? जाउँ त हेरौँ। ए बुबा, पर्खिनुहोस् न बुबा। म कस्तो अपराधी। मैले आमाको उपचार गर्ने पैसाले मोबाइल किन्ने सोचेँ। बुबाले आफ्नो स्वास्थ्य र आत्मसम्मान बेचेर मेरो इज्जत जोगाइदिनु भयो, तर मैले त उहाँको अस्तित्व नै स्वीकार गरिनँ। मलाई यो 1,50,000 को मोबाइल चाहिन्न बुवा। मलाई त तपाईँको त्यो फाटेको कोटको न्यानोपन चाहिन्छ।
बुवा हामीलाई माफ गरिदिनुहोस्। हामीले नै विवेकलाई नयाँ फोन किन्नुपर्छ भनेर भड्काएका थियौँ। हामीबाट धेरै भुल भएको छ बुबा, हामीलाई माफ गरिदिनु होला। नानी बाबुहरू, गल्ती मान्छेबाटै हुन्छ। तिमीहरूप्रति आमा बाउले राखेको विश्वासलाई चाहिँ नतोड्नु। बुवा हामीबाट धेरै भुल भएको छ बुवा।